मनहरू मन भित्रका मनहरू जीवनका लागि उत्प्रेरणा, उत्प्रेरितहरूका लागि हौसला। ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालसँग आबद्ध रही संस्थागत जिम्मेवारी वहन गरी जस्तो सुकै परिस्थितिमा पनि दृढ विश्वासका साथ ईश्वरमा भरोसा राखी अटल मनस्थिति बनाई आत्मीय पवित्रतामा आफूलाई उभ्याउँदै हरेक जनको निमित्त उत्प्रेरणाको स्रोत बनी गर्नु भएको सेवा भावको अतुलनीय योगदानको कदर गर्दै तपाईलाई सच्चाई इन्टरनेशनल डाइनामिक अवार्ड 2080 प्रदान गरिएको छ। मानिसको जीवनमा नराम्रा कुराहरू तब देखा पर्दछन् जब राम्रा कुराहरूको प्रवेश जीवनमा हुन थाल्दछ। सच्चाई केन्द्र नेपाल तारकेश्वर नगरपालिका वडा नम्बर 5 तरकारी बजार गोलढुङ्गा काठमाडौँमा शाखा सञ्चालन गरिरहनु भएका कुमार भण्डारी र बिन्ता भण्डारीको जीवन पनि अत्यन्तै कष्टकर थियो। ढाडमा नसा च्यापिँदा बिनिता भण्डारीलाई उठ्न बस्न पनि मुस्किल थियो भने कुमार भण्डारी कुलतमा लागेर कुलतबाट बाहिर निस्कन सक्ने अवस्था लगभग शून्य थियो। साथै उहाँहरू ठूलो सडक दुर्घटनामा परि शरीरका सबै अङ्गहरू थिलो थिलो भएका थिए। साथै बाँच्ने अवस्था भने उहाँहरूको निकै कम थियो। राम्रो हुनका लागि जीवनमा नराम्रा कुराहरू देखा पर्छन् भने चाहिँ उहाँहरूको जीवनमा पनि त्यस्तै भयो। अन्ततः सबै पीडाको भारी बिसाउने माध्यम बन्यो सच्चाई केन्द्र नेपाल। अहिले शाखा प्रमुख कुमार भण्डारी र उपप्रमुख विनिता भण्डारीको जीवनमा सबै विघ्न बाधाहरू अन्त्य भएका छन्। जीवन स्तरमा नै ठूलो काया पलट भएको छ उहाँहरूको। अहिले घरमा खुसियाली छाएको छ भने सन्तानहरूमा पनि ईश्वरको आशीर्वाद सधैँ रहिरहेको छ। उहाँहरूले सञ्चालन गरेको यस शाखाबाट यतिखेर धेरै जनहरूले उद्धार पाइरहनु भएको छ। यसरी नै मानव हितमा समर्पित ईश्वरीय कर्ममा लागेर समाज र व्यक्तिमा सकारात्मक परिवर्तनको सम्भाग बनी निस्वार्थ भावले चालेका कदमहरू यस्तै दर्जनौं सम्मानका निमित्त योग्य अनि सफल रहन् भनी हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल। मन भित्रका मनहरू मन भित्रका